नमस्ते। आज मैले तपाईहरुलाई चाहिँ ओइली र एक्नी स्किनको लागि जसको एक्नीमा एकदमै धेरै रेडनेस आउँछ अनि एक्नीहरु आउँछ अनि एक्नीहरु सुनिएर ठुलठुलो एक्नीहरु निस्किन्छ, स्किन चाहिँ एकदमै तन्किने र एकदमै ड्राई हुने हुन्छ उहाँहरुको लागि चाहिँ एउटा क्रिमको मैले यो क्रिमको बारेमा भन्दैछु। एक्नीमा सबैभन्दा एक्नी भनेको ब्याक्टेरिया पनि हो। ओइली स्किन हुँदा हुँदै ब्याक्टेरिया पनि हो। त्यही भएर एक्नी भएको स्किनलाई चाहिँ सबभन्दा पहिला क्लिन्जिङ एकदम डिप क्लिन्जिङ राम्रो गर्नुपर्छ। अनि त्यसपछि अर्को भनेको ट्रबल टोनर अर्को भनेको क्रिम लगाउँदाखेरि ओइली स्किन र एक्नी भएको स्किनलाई एकदमै धेरै क्रिम चुज गर्न गाह्रो हुन्छ। हामीले ट्रिटमेन्ट गरे पनि हामीले क्रिम मात्रै गलत लगाइदियौँ भने पनि एक्नीको पिम्पलको ट्रिटमेन्ट गरेको सन्चो हुन गाह्रो हुन्छ। त्यही भएर ओइली स्किनलाई चाहिँ काल्मिङ गर्ने खालको वाटर बेस भएको सुटिङ क्रिमहरु लगाउनुपर्छ। सुटिङ क्रिममा आजुलेन चाहिँ स्किनलाई काल्मिङ पनि गर्छ, स्किनलाई सुटिङ पनि गर्छ र ओइली स्किनको लागि एकदमै धेरै राम्रो पनि हुन्छ। आजुलेन जहिले पनि ब्राउन कलरमा हुन्छ। यो के कलर भन्छ यसलाई, ब्राउन हैन, जहिले पनि यो कलरमा भएको हुन्छ। आजुलेन नै यो कलरमा आउँछ हैन। त्यही भएर यो आजुलेन तपाईहरुले चाहिँ फेस वास गरेर टोनर लगाएर यो आजुलेन क्रिम लगाउँदाखेरि एकदमै राम्रो हुन्छ। यो हेर्नुभयो भने चाहिँ यो आजुलेन 100% आजुलेन चाहिँ यसरी यो कलरको आउँछ। अनि आजुलेन क्रिमहरु प्राय जसो कस्मेटिक क्रिमहरुमा चाहिँ आजुलेन एकदमै कम राखेको हुन्छ। किन भन्दा आजुलेन अलिकति महँगो अलिकति एक्सपेन्सिभ पनि पर्छ नि त आजुलेनलाई। अनि त्यही भएर यो हाम्रो चाहिँ यो डर्मालोजीमा अथवा हाम्रो डर्मालोजी टेस्टेड भएको स्किन केयरहरुमा चाहिँ आजुलेन राखेको क्रिमहरु चाहिँ अलि राम्रो र अलि बढी आजुलेन राखेको हुन्छ। र तपाईहरुले चाहिँ ओइली स्किनको लागि र एक्नी भएको स्किन छ भने तपाईहरुले फेस वास, ट्रबल टोनर र यो आजुलेन क्रिम लगाउन सक्नुहुन्छ। थ्यांक यू। र अर्डरको लागि तपाईहरु सलनलमा हाम्रो भोलिबाट 1 हप्ता कन्टिन्यू खुल्ला हुन्छ। तपाईहरुले सलनल पछि थेक्पे गरेर अर्डर पनि गर्न सक्नुहुन्छ। होइन भने बिदामा कोरियन ब्युटी कोर्टमा आएर लिएर पनि जान सक्नुहुन्छ है त। थ्यांक यू।